काठमाडौँमा अहिले चाहिँ धुवा धुलो कम चाहिँ भएछ, तर जाम पहिलेकै अनुपातमा अहिले पनि जाम त्यत्तिकै देख्न सकिन्छ है। पहिलेको अनुपातमा एकदमै धुवा धुलो गन्धहरू चाहिँ धेरै नै मतलब राम्रो भएको रहेछ। बाटो पनि राम्रै छ, तर जाम भने अहिले पनि हुन छोडेको छैन। मालेसी क्यासिनो काठमाडौँ मल्ल होटेल, त्यो अस्तिको प्रोग्राम गरेको यहीँ घर त्यसैको यहीँ हो। यो 14 अञ्चल 77 जिल्लाको मान्छे बस्ने ठाउँ रहेको हो र यो 14 अञ्चल 77 जिल्लामध्ये एउटा मात्रै यो एउटा मात्रै जिल्लाको मान्छे रहने हो भने काठमाडौँ पुरै खाली हुन्छ। यो सबै बाहिरको मान्छे आएर यो बसेको चाहिँ यहाँनिर चाहिँ यदि बाहिरको मान्छे मात्रै यहाँ रहँदैन भने यो भूत बङ्गला जस्तो देखिन्छ काठमाडौँ। नेपालमा अहिले पनि पर्यटन राम्रै भित्रिरहेको छ। सफा त्यही हो त पहिलाभन्दा। चितवन पनि यतिकै सफा छ है? चितवन त धेरै राम्रो। चितवन त पहिलेदेखि नै सफा छ हाम्रो चितवन होइन। त्यही पनि काठमाडौँ चाहिँ थिएन। फर्स्ट टाइम मैले धेरै पछाडि आउँदाखेरि अत्यन्तै राम्रो देखेको चाहिँ अहिले होला। जहाँ हेरे पनि सफा छ। गर्मीको लागि चाहिँ चितवन एकदमै गर्मी छ, तर बस्नको लागि दिदी दिदी उताको बेचेर यता आउनु अनि टक्क भाडा खानु। अब त्यही त दुईवटा तिनवटा घर किन्ने अनि महिनाको 3-4 लाख 4 लाख जति भाडा आउने भयो नि त। हाम्रो चितवनको 2टा घर बेचेर यहाँ एउटा टोयलेट पनि आउँदैन होला। होइन आउँछ आउँछ चितवनमा अहिले महँगो छ नि हाम्रो। तर किन्यो भने चाहिँ तपाईँको यही नयाँ बजार एरिया खेती त गर्नु पर्दैन होला होइन? काठमाडौँ 16 खोटेबाट यता मेडिकल चोकमा हामी जाँदैछौँ। जता हेरे पनि एकदमै सफा छ है, राम्रो छ, सफा छ। भिडभाड चाहिँ छ काठमाडौँ। अब काठमाडौँ हो, यहाँ सबै नेपाल आदिवासीभरिको सबै ठाउँको मान्छेहरू बस्ने भएको हिसाबले पनि यहाँ भिडभाड रहेको हो, तर अत्यन्तै राम्रो सफा, बस्न पनि आनन्द छ। गर्मीको मौसममा काठमाडौँ बस्दा अझ बेटर होला, एकदमै राम्रो छ, चिसो छ होइन। ल आइपुग्यो हाम्रो गन्तव्य।